चाहिँ कफी आइसक्रिम बनाउन गइरहेको छु। सुगर 2 रेसिपीको बनाउँदैछु। मैले 700 ग्राम जति सुगर लिएको छु अनि यो कफी लिएको छु। अहिले टेस्टको हिसाबले बनाइदिन्छु म। कफी चाहिँ टेस्टको हिसाबले गरिदिन्छु है त। म त्यसको चाहिँ मेजरमेन्ट हाल्दैन। मलाई मेरो टेस्टको हिसाबले कति हार्ड खानु मन छ हार्ड बनाउँछु, त कति खानु छ त्यति सफ्ट बनाइदिन्छु है त। अनि यो चाहिँ ग्लुकोज एउटा रेसिपीमा 2 लिटर उसमा 15वटा अन्डा 1 रेसिपी भन्दा लियो हुन्छ है त। 1 रेसिपी भन्दा लियो। मैले चाहिँ 2 रेसिपी बनाउँदैछु, हजुरले डिभाइड गर्नु त्यसको लागि है त। यो ग्लुकोज हो अनि यो क्रिम यहाँ 2 रेसिपी छ। अन्डा पनि 2 रेसिपीको छ। 30वटा अन्डा छ, अन्डाको 1 क्युब मात्र हुन्छ। अनि यो पनि त्यस्तै गर्छु म। यो अनि 2 रेसिपीको सबै यहाँ बनेको 2 रेसिपी हो। म अहिले चाहिँ फ्यानले गरिदिएको छु है त। अन्डा हालिसकेँ मैले। अब फेरि यसलाई घुमाउँछु। बिस्तारै त्यसो गर्ने। मसँग विस्क छैन, मसँग विस्क नभएर मैले चाहिँ उयो पेडाल हालेको छु। पेडाल गरेको उसको सेतो हुन्छ। अब त्यो क्रिम र दुध चाहिँ सब गरम गर्नु पनि हाल्यो। गरम गरिरहेको छु मैले इन्डक्सनमा। म यो पनि हाल्छु लगभग। म अनमेजरमेन्ट हाल्छु है त्यही कफी चाहिँ, किनभने टेस्ट आउनु पऱ्यो कफीको। अनि म अहिले हल्का उसिनको पनि हाल्छु। मलाई डार्क चाहिन्छ एकदम। अझै चाहिन्छ अमेरिकन कफी लिएर आउँछु। यो अमेरिकन कफी म यसलाई पनि त्यसैमा एड गर्छु है त। अब मैले यहाँ गरेँ नि एड गर्छ नि अहिले, किनभने यो यतिको उस छ। जब चिसो हुन्छ यो चाहिँ धेरै व्हाइट हुन आउँछ, त्यही भएर अहिले डार्क बनाउनु पर्छ। कफीको टेस्टै आएको छैन। अझै नेस्काफे थपेँ। अब चाहिँ सही आयो टेस्ट। सही आयो टेस्ट। ल यो चाहिँ उम्ल्यो। अब म चाहिँ यसलाई निकाल्छु है त। उम्लेपछि बाहिर निकाल्छु म। त्यसपछि ग्लुकोज हाल्छु, यसमा मेल्टेड गर्छु म। मिलाएर अब यो पाक्यो। स्लोमा ल्याएर राखेँ। यो ग्लुकोज हाल्यो मैले, सुगर यसमा हाल्यो, ग्लुकोज यति निकाल्यो। अलिकति धेरै भयो जस्तो भयो, केही छैन। यसमा मैले धेरै क्रिम हालेको छु दुधको, होइन त्यसले गर्दाखेरि के हुँदैन। अब यसलाई यहाँ मेल्टेड गर्नुपर्छ। खिरा मेल्टेड भएपछि हल्का यसको टेम्परेचर पनि घट्नुपर्छ, नत्र भने अन्डा सुक्छ। अन्डा धेरै पायो भने टेस्ट हुँदैन। त्यही हो। सँगसँगै ग्लुकोज गलेकै छैन, तातो मात्र। सेतो भन्छ। अझै मैले यसलाई फेर्छु, किनभने चाहिँ सुगर अझै घोलिएको छैन। पिस देख्नुपर्छ नि, बिर्छु म अझै केही छैन भने त अहिले त्यसमा घोलिन्छ। यही हो यसरी भन्छ। अहिले म बनाइदिन्छु अझै लास्टमा। म यसलाई हालिरहेको चाहिँ अन्डालाई यसमा
स्टर्प अन्डालाई हालेर आइसक्रिम देख्नुपर्छ नि किनभने मेरो दुईवटा हात चल्दैन अहिले बाहिर खुवाउने गर्छन् हो यसलाई मिक्स गर्छु म त्यसपछि यसलाई फिट्नुपर्छ राम्रोसँग मिक्स गर्नुपर्छ यो सबै मिक्स भएपछि मेसिनमा हालिदिने हो टमाटर मिक्स गर्छु अघि मात्रै मैले यो अझै वाइट हुने बेर छ नि अहिले मेसिनमा हाल्छु कोल्ड भएपछि अहिले यति वाइट भयो धेरै वाइट भयो भने पनि फाइदा छैन कफीको फ्लेभर आउँदैन मैले आधा यहाँ हालेर त तल पुगिरहेको दिएको चाहिँ यो मेरो आइसक्रिम अहिले यसले आइस बनाउँछ यो यस्तो बनायो त्यही हो यो मेसिन हो यो फ्रिज हो दिएको छ नि पुरा दिएको मैले कति हेभी छ अलमोस्ट रेडी हुन लागिसक्यो दिएको छ नि 3 मिनट जतिमा रेडी हुन्छ यो म एकछिनमा निकाल्छु यसलाई रेडी गर्छ यसो भने निक्ल्यो है आइसक्रिम रेडी भयो यही हो आइसक्रिम